सम्पूर्णको जय होस्। राधे राधे। यति बेला म दुबईदेखि छु। आदरणीय दर्शक महानुभावहरू नमस्कार। यहाँहरू कहाँदेखि भिडियो हेर्दै हुनुहुन्छ यो पनि जानकारी गराउनु होला। सँगसँगै हामीले चाहिँ अब यो च्यानलदेखि भजन कीर्तन सँगसँगै हाम्रा ती मौलिक संस्कृतिहरूलाई जगेर्ना गर्ने उद्देश्यका साथ हामी जुटिरहेका छौँ। प्रदेशमा भए पनि ती हाम्रो संस्कृतिहरू जगेर्ना गर्नुपर्छ, भजन कीर्तन गाउनुपर्छ। हाम्रा ती मौलिक संस्कृतिहरू जस्तै चाडपर्वहरू मनाउनुपर्छ। तीज भयो, दसैँ भयो, तिहार भयो, तिहारमा देउसी भैलो खेल्नेदेखि लिएर सम्पूर्ण हामीले नेपालमा गर्दै आएका सबै कुराहरू चाहिँ यहाँ गर्ने गरेका छौँ र तिनै भिडियोहरू हामी यो च्यानल मार्फत यहाँहरू समक्ष लिएर आउने वाचा पनि गरिरहेका छौँ। त्यो कारणले गर्दाखेरि जति पनि साथीहरूले हेर्दै हुनुहुन्छ यो भिडियोलाई सक्दो सेयर गर्नुहोला। सँगसँगै हामीलाई चाहिँ सब्सक्राइब गरेर हाम्रो सदस्य पनि बन्नुहोला। यस भजन मण्डलीको तर्फबाट यहाँहरू सम्पूर्णलाई हार्दिक शुभकामना पनि व्यक्त गर्न चाहन्छौँ। हामीले यस सञ्चालन गरेको यो च्यानललाई यस जति पनि साथीहरू हुन्छ सबैले सेयर गरेर चाहिँ सबै सामु पुर्याउनु होला, ताकि हाम्रा ती संस्कृतिहरूको जगेर्ना हुनेछ। हामीले यहाँहरू समक्ष तिनै भिडियोहरू, तिनै गीत गाएका भिडियोहरू, तिनै भजन कीर्तन गाएका भिडियोहरू, विभिन्न हामीले राखेका ती सांस्कृतिक कार्यक्रमहरूको बारेमा नै जानकारी, सँगसँगै के भइरहेको छ यहाँको बारेमा विस्तृत विवरण र कहिले कसो हाम्रो यस यहाँ दुबईमा रहनुभएका लोकल कलाकारहरूदेखि लिएर अग्रज कलाकारहरू, अग्रज व्यक्तित्वहरूको कुराकानी र उहाँहरूले गाउनुभएका गीत सङ्गीतहरूको बारेमा चर्चा परिचर्चा र गीत सङ्गीत पनि सुनाउने कोसिस गर्नेछौँ। उहाँहरूका ती प्रतिभाहरू पनि राख्ने कोसिस गर्नेछौँ। त्यो कारणले गर्दाखेरि पनि यहाँहरू हामीसँग जोडिनु होला यो भन्न चाहन्छौँ। यहाँहरूलाई कस्तो लागिरहेको छ? हामीले विगत केही दिनदेखि यहाँहरू समक्ष भिडियो अपलोड गरिरहेका छौँ र यहाँहरूले प्रतिक्रिया पनि राम्रो दिइराख्नु भएको छ। सबै सामु पुर्याउनु होला। हाम्रा विभिन्न किसिमका फेसबुक पेजहरूदेखि लिएर हाम्रो यस भजन मण्डलीको पेजहरूदेखि लिएर हाम्रो चाहिँ युट्युब च्यानलहरू सबै कुराहरू छ। त्यो कारणले गर्दाखेरि तपाईँहरू यदि कतै सुन्न छुट्नुभयो कि है त यो जानकारी यहाँहरू समक्ष व्यक्त गर्न चाहन्छु, यहाँहरू समक्ष जोड्न चाहन्छु। पक्कै पनि नयाँ साथीहरूले कुरा बुझिसक्नु भएको छ, हामीलाई सब्सक्राइब गर्नुहोला है त। यो कुरा यहाँहरू समक्ष सेयर गरिसकेपछि अब भने यहाँहरूलाई एउटा हामीले हिजो मात्र गाएको एउटा भजन यहाँहरू समक्ष प्रस्तुत गर्दैछु। सबैले हेरेर सेयर गर्नुहोला, लाइक कमेन्ट सेयर गर्नुहोला है त। जय होस्। राधे राधे। यहाँहरूको पल सुखद रहोस्। Thank you.